गुड मर्निङ साथी, नमस्कार साथीहरुमा। आज चाहिँ म उदयपुरको कटारी नगरपालिका स्थित बैजनाथ खोलामा छु। हेर्नु होला कति रमाइलो मौसम छ आज। कति कञ्चन खोला बगिरहेछ हेर्न सक्नुहुन्छ तपाईहरुले। कति रमाइलो मौसम छ। कति रमाइलो खालको खोलाहरु छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै किसिमका माछाहरु पनि पाइन्छ अरे। कस्तो राम्रो तरिकाको ढुङ्गाहरु छ। हेर्नु होला घाँसहरु कस्तो राम्रो राम्रो छ है। मौसमले पनि एकदमै साथ दिइरहेछ आज। हेर्नु होला ढुङ्गाहरु कति राम्रो राम्रो ढुङ्गाहरु छन्। तपाईहरुलाई म यहाँ खेत देखाउन गएको छु। यो चाहिँ पुराना खेतहरु बाँझो रहेर बसिरहेका छन्। गाउँघरतिर सायद आजकल मान्छेको कमी नै भएर होला, जता पनि देख्न सकिन्छ बाँझो खेत। तपाईलाई म यहाँबाट देखाउन गइरहेको छु। आज चाहिँ म सब्जी लिनको लागि आएको थिएँ। तपाईलाई म सब्जी फार्म पनि देखाउने छु र तपाईले यहाँ देख्न सक्नुहुन्छ सब्जी खेतीको लागि मलको लागि यहाँ चाहिँ एउटा फार्म राखिएको रहेछ। हेर्नुहोस् त गाई बस्तुहरु भैँसीहरु ज्यादा रहेछन्। लगभग 15-20 वटै रहेछन् सबै गर्दाखेरि। जस व्यावसायिक पशुपालनले पनि धेरै नै फाइदा पुर्याउने रहेछ यो ठाउँमा चाहिँ। र यतापट्टि देखाउनु पर्दा तपाईहरुलाई चुरे पहाडहरु पनि देख्न सक्नुहुन्छ यहाँबाट। जुन तपाईलाई अघि मैले देखाएको थिएँ यो खोला, यहाँ माथिबाट हेर्दा चाहिँ यस्तो देखिने रहेछ। हेर्नुस् है त। को साथीहरु यहाँसम्म आइसक्नु भएको छ कमेन्ट गरिदिनु होला। को साथीहरु कमेन्ट गर्नु भएको छैन कमेन्ट गरिदिनु होला। र अब चाहिँ म फाइनली सब्जी लिने ठाउँमा आइसकेको छु गाइस। हेर्न सक्नुहुन्छ यो चाहिँ बोडी, तर सबै किराले खाइसकेर नष्ट भइसकेको अवस्था रहेछ। साँच्चै नै पौरख गरे के नहोला। हेर्नुस् त गाइजहरु कति राम्रो राम्रो बोडीहरु छन्, तर सबै किराले नष्ट गरिएको रहेछ। यो चाहिँ कीटनाशक औषधि हाल्दा पनि यसलाई चाहिँ कुनै रोकथाम गर्न सकिएन। सबै सुकेर गएछ यसपालि। अघिल्लो चोटि आउँदा चाहिँ निकै नै राम्रो थियो यो बोडी, तर खै अहिले चाहिँ धेरै सुकिसकेको रहेछ। र तपाईलाई म अर्को ठाउँ लाँदै छु। यहाँ चाहिँ के छ भन्दाखेरि टमाटरहरु पनि रहेछ, बैगुन पनि रहेछ, अनि तपाईको काँक्रा पनि रहेछ, अनि तपाईको यहाँनिर धेरै नै किसिमका सब्जीहरु रहेछन्। यहाँ चाहिँ यसको भौगोलिक क्षेत्र चाहिँ निकै तलसम्म छ।